हेलो गाइज, रोहित एसके फोरमा सबैजनालाई स्वागत छ। आज चाहिँ म चिकन बनाउन लागेको अनि ओनियन चप गर्दै हजुरहरूसँग कुरा गर्दै खाना बनाऊ भनेर यसो भ्लग बनाउन खोजेको। के कस्तो छ तपाईँहरूलाई, कस्तो चलिरहेछ, तपाईँ पनि सेयर गर्नु, म पनि सेयर गर्छु। ओके, त्यति भन्दै म टमेटो केचप गरेँ। जिन्जर गार्लिक पहिले कटिङ गरिसकेको थिएँ अनि त्यस पछाडि चाहिँ अब के गर्नु है, यही त कटिङ सटिङ गरियो अनि त्यस पछाडि चाहिँ हामी जिन्जर फेरि हल्का मेरिनेट गर्न चाहन्छु म। त्यो चाहिँ टेस्ट दामी दिन्छ नि त होइन गाइज। अनि त्यस पछाडि चाहिँ म चिकन कटिङ गर्न गइरहेको छु, किनकि विदेशको चिकन भनेको एकदम हाई क्वालिटीको हुन्छ कि फ्रिजमा राखेको हुन्छ नि त। त्यही भएर यसको स्किन चाहिँ निकालिदिनु पर्छ, छाला चाहिँ निकाल्यो भने चाहिँ रोग लाग्दैन भनेर चाहिँ हाइजेनिक पनि हल्का ध्यान दिउँ न त होइन। जस्तो भए पनि जिन्दगी भाँड भैलो भए पनि हाइजेनिकमा चाहिँ ध्यान दिनुपर्छ सबैजनाले है। अनि म चिकन कटिङ गर्छु। चिकन त फेरि बाबाले हो, नेपाल भए त फेरि हाउसै खोलेर बस्ने मान्छे हो नि त होइन। एक्सपिरियन्स छ नि त होइन, एक्लो बस्दै आएको पहिलेदेखि। त्यस्तो काफी लाग्दैन, खाना बनाउने काम भनेको एकदम इजी, मजा लाग्छ मलाई चाहिँ। हजुरलाई कस्तो लाग्छ साथीहरू बताउनुहोस् है। अनि त्यस पछाडि चाहिँ म यसो अब कुकिङतिर लाग्छु। कुकिङतिर चाहिँ मेरो रहेको छ जिन्जर गार्लिक पेस्ट अनि त्यस पछाडि ओनियन टमेटो अनि त्यसमा तेल लाग्छ। ओइल राखिसकेपछि यसलाई 2 मिनट करिबन हिट हुन दिनुपर्छ। अनि त्यस पछाडि चाहिँ चिकन देखाउँदै हजुरहरूसँग कुरा गर्दै मेरो जिन्दगी त यस्तो चलिरहेछ है साथीहरू। तपाईँहरू कस्तो चलेछ सेयर चाहिँ गर्न सक्नुहुन्छ है। अब छोरा मान्छे पकान्न भनेर भएन, क्यारे पकाउनै पऱ्यो होइन। अब पकाउँदाखेरि चाहिँ एकदम जोस लगाउनु पर्छ कि। म फर्स्टमा जिन्जर गार्लिक राख्छ, त्यसलाई हल्का ब्राउन कलर दिन चाहन्छु, किनकि ब्राउन कलर सबैलाई मनपर्छ नि त, सोना कलर हो कि नै भन्नु त। अनि त्यस पछाडि म ब्राउन कलर राखिसकेपछि यसलाई हल्का हल्दी बेसारी एड गर्छु, किनकि अब फर्स्टमा एड गऱ्यो भने चाहिँ पछाडि बास्ना आउँदैन कि, नत्र काँचो काँचो बास्ना आउँछ। अनि त्यस पछाडि चाहिँ म यसलाई ब्राउन कलर दिन्छु। त्यसलाई हल्का फेरि अब म ओनियन एड गर्छु, किनकि यसमा ब्राउन कलर आइसकेको छ, किनकि पहिले मेरो तेल धेरै हिट भइसकेको थियो। अनि त्यस पछाडि म यसमा ओनियन एड गरेर यसलाई पनि ब्राउन कलर दिन चाहन्छु, किनकि ब्राउन कलरमा एकदम दामी मस्तको बास्ना आउँछ कि। किनकि साथी सोना कलर सबैलाई मनपर्छ नि त। अनि त्यस पछाडि चाहिँ म लगत्तै अब यसमा पनि टमेटो एड गर्छु, किनकि यो ब्राउन कलर भइसकेको छ। ब्राउन कलर भइसक्यो भने म टमेटो एड गर्छु। यसमा टमाटर एड गरिसकेपछि यसलाई हल्का चलाएर, किनकि यसमा पनि म सल्ट नमक एड गर्छु, किनकि नमकले छिट्टै गलाउँछ कि छिट्टै पकाउँछ होइन, राम्रो पनि हुन्छ। पछाडि पकाएको नमक खाएको राम्रो। अनि त्यसमा फेरि म रेड चिल्ली पाउडर एउटा युज गरेर चिकन राखेर यसलाई हल्का चलाएर यसलाई स्टिम गर्न चाहन्छु। हल्का स्टिम गऱ्यो भने यसलाई स्टिम गऱ्यो भने हल्का दामी दिन्छ नि त। त्यसरी मेरो फाइनल लुक चाहिँ यस्तो देखाएँ। स्टिम गरिसकेपछि चिकन राम्रो बन्छ जस्तो त लाग्दैन, तैपनि म मसला ससला एड गर्छु अनि फेरि स्टिमको लागि राखिदिन्छ। मैले भिडियो स्किप गरेको थिएँ लामो हुन्छ भनेर। मेरो फाइनल चिकन बनिसक्यो। अब तपाईँहरू कस्तो कस्तो गर्नुहुन्छ सेयर गर्न सक्नुहुन्छ है साथी।